मेरो कविताको शीर्षक छ तिमी गए पनि हुनेछ प्रेम। तिमी गए पनि हुनेछ प्रेम, उदासी सन्नाटा र छटपटी हुनेछ प्रतीक्षा कसैको। तिमी नहुँदा पनि थियो प्रेम, यो बाटो जहाँ तिमी कुरिरहेछौ यहाँ कोही अरू थियो कुरिबस्ने। ती आँखा प्रेममय आँखा, आँसु भरिएका आँखा, घृणा र तिरस्कार मिश्रित आँखा, रिस र उदेक लाग्दा आँखा अब अरू कसैको प्रतीक्षा गर्छन्, अरू कसैको स्पर्शमा रसाउँछन्। यो बाटो जहाँ हिँडिरहन्छन् मुर्दा बोकेर मलामी, कुदिरहन्छन् जीवन बोकेका श्रमिक, उभिएका छन् दुर्घटनाग्रस्त अनुहार, ढलेका छन् बिहान भएर कोही, भत्किएका छन् साँझ बनेर कोही। यही दौडिन्छ मालिकको कालो मोटर, फुटपाथको बटुवामाथि छ्यापिन्छ मैलो माटो। यही छ उधारो सम्झाइरहने साउको पसल, जति छलिएर हिँड्दा पनि छल्न नसकिने एउटा घर। यही बाटोमा छ पूर्व प्रेमिकाको डेरा, जहाँ बाटोतर्फको झ्याल खुलै राखेर चकचक गरिरहन्छ उसको लोग्ने। नाथे प्रेम किराना पसलको खुद्रा सामान भन्दा यसको अस्तित्व के? कुनै कर्पोरेट हाउसको जागिरे भन्दा यसको महत्त्व के? नाथे प्रेम एउटा मान्छेसितको प्रेम, मान्छे जो मान्छे भन्दा ज्यादा कोही होइन, जो मान्छे भन्दा ज्यादा केही बन्नै सक्दैन, जसको कुनै अर्थ छैन, जसको कुनै औचित्य छैन, जो जति बेलै जोसितै भइदिन सक्छ, जो जति बेलै रित्ती दिन सक्छ। यहाँ कसले पो गरेको छ प्रेम? को मरेको छ एक बौलाई आइमाई माथि, को बाँचेको छ एक भग्नावशेष अनुहार हेरेर। छोडिदेऊ प्रेमका कुरा, छटपटीका कुरा, सम्झनाका कुरा। तिमी गए पनि हुनेछ प्रेम, उदासी सन्नाटा र छटपटी हुनेछ प्रतीक्षा कसैको। धन्यवाद।